मैले नेपालका केही भिजिट जता गर्ने हेऱ्यौ ठाउँहरूको बारेमा चाहिँ त्यतै तपाईँहरूलाई देख्छु देखाइरहेको छु। यो असत्यको काठमाडौँ खेती भुवनेश्वर महादेव हो। सत्य कुरा काठमाडौँमा गर्नेलाई पशुपति बौद्ध रोक्छन् बाटो छेकी स्वयम्भू चामुनारायण कहिलेसम्म यो संसारमा भक्तपुर झुटले पाटन र शासन गर काठमाडौँ दरबार स्क्वायरहरू चाहिँ यो ओल्ड हेरिटेज साइटमा परेका छन् र साथसाथै काठमाडौँ बाहिर पनि हामीले चाहिँ अब ओल्ड हेरिटेज साइटहरूमा एभरेस्ट नेसनल पार्क, सगरमाथा नेसनल पार्क, चितवन नेसनल पार्क र लुम्बिनी परेका छन्। अब यी हेरिटेज साइट बाहेक पनि अरू धेरै ठाउँहरू नेपालमा घुम्न लायक छन्। त्यही डाँडा लेक, अप्पर मुस्ताङ, अन्नपूर्ण राउन्ड, मनास लुप, लाङटाङ, डोल्पा, मुगु लिली भ्याली, अपी हिमाल बेस क्याम्प, कञ्चनजङ्घा बेस क्याम्प, मकालु, थुप्रै ठाउँहरू नेपालमा चाहिँ ट्रेकिङ गर्न र घुम्नको लागि उपयुक्त ठाउँहरू छन् र त्यसैले भनिन्छ नेपालमा एकचोटिमा चाहिँ विदेशीहरूलाई घुमेर पुग्दैन।